डान्स गरौँ लस्सी बनाऊ भन्दै मैले रेडी गरेँ मही किनकि हाम्रो लस्सी पातलो भयो अनि नानीलाई पनि मन परेन बट आई डोन्ट केयर सो हेलो एभ्री वान वेलकम टु माई मिनी भ्लग तल के भन्दैछ भनेर म चाहिँ चेक गर्न जाँदाखेरि मम्मी चाहिँ बनाउँदै हुनुहुन्छ चिप्स नानी चाहिँ साइडमै बसेर खाइरहेको थियो तर मैले वेट गरेँ बनिसक्छ अनि खान्छु भनेर सो गाइस यो बाला चाहिँ मलाई मेरो भाइले गिफ्ट दिएको हो कति क्युट छ है अनि म चाहिँ उठाएर कपडाहरू सबै पट्याएर राखेँ रेडी गरेँ त्यति बेरसम्म मम्मीले चिप्स रेडी गर्नुभयो नि मैले चाहिँ मुभी लगाएँ मुभी हेर्दै म र नानी चाहिँ खाना स्टार्ट गऱ्यौँ हामी तिनजना खान थाल्यौँ होइन त्यसपछि मम्मीले फेरि रेडी गर्नुभयो आलु फ्राई त्यो पनि खाइसकेपछि मैले फ्रिजमा दही भेटाएँ अनि म गएँ लस्सी बनाउन तर लस्सी बनाउँदा बनाउँदै पातलो भएर मही बन्यो गाइस अनि मैले कराईमा चाहिँ किरा देखेँ अनि मम्मीलाई बोलाएको त पछि त त्यो आलुको टुक्रा पो रहेछ त्यसपछि मेरो मही रेडी भयो अनि नानीले यो के हो भाइ म त खाँदिनँ भन्दै थिएँ नि तर पनि मैले जबरजस्ती नानीलाई खुवाएँ सुरुमा त नानी एक्साइटेड थिए लस्सी खान्छु भनेर अनि पातलो पातलो मही रेडी गरेर मैले दिएँ नानीलाई फर्स्टमा होइन त्यसपछि खाएर टेस्ट गरेँ अनि टेस्ट गरेपछि मलाई खासै मिठो लागेन भने आई डोन्ट केयर त्यसपछि मैले दिदीलाई दिएँ दिदीले खाइसकेपछि मैले त्यही ग्लासमा मम्मीलाई पनि दिएँ होइन किनभने धेरै भाँडा हुन्छ भनेर मैले त्यही ग्लासमा दिएँ मैले पनि नानीले नै खाएको ग्लासमा पखालेर त्यसमै मही हालेर त्यसपछि म चाहिँ बसेर आनन्दले खाएँ मैले बनाएको लस्सी भएर मही भएर होला मलाई त एकदम धेरै टेस्टी लाग्यो गाइस थ्याङ्क यू फर वाचिङ मी बाई बाई हेभ अ ग्रेट टाइम